हेलो साथीहरू नमस्ते। आज चाहिँ म मसरुमको सब्जी बनाएर देखाउने छु हजुरहरूलाई। अनि मसरुम धोएर मैले यहाँ काट्न लागेको छु। यसको म फेद चाहिँ अलिकति काटेर फ्याक्दै छु। अनि मैले यहाँनिर मसरुम पनि काटिसके साथीहरू। अनि मसरुममा लाग्ने मैले सबै सामानहरू रेडी गरिसकेको छु। कराईमा तेल पनि मैले गरम गरिसकेको छु साथीहरू। अनि यसमा मैले जिरा फुराइदिँदैछु साथीहरू। अनि यसमा मैले हरियो खुर्सानी काटेर लगाइदिए अनि प्याज पनि काटेको लगाइदिए। त्यहाँदेखि म यसलाई एकछिन चलाउँदैछु साथीहरू। अनि यो हल्का गोल्डन भएपछि म यसमा अदुवा लसुनको पेस्ट पिसेको लाउँदैछु साथीहरू। अनि यसलाई म एकछिन हल्का चलाइदिन्छु, हल्का फ्राई गर्दैछु साथीहरू। अनि यहाँनिर मेरोमा चेरी टमाटर पनि छ, यो चेरी टमाटर पनि हालेर अनि ठुलो खालको टमाटर पनि हाल्दैछु। त्यहाँदेखि हालेर म यसलाई पकाउँदैछु साथीहरू। अनि यो टमाटर मजाले पाकेपछि म यसलाई माथिबाट पन्युले हल्का थिच्दै म सानो चेरी टमाटरलाई थिचेर म चलाउँदैछु साथीहरू। अनि यो मजाले गलेर पाकिसकेको छ टमाटर दुईटै। त्यहाँदेखि म नुन हाल्दैछु साथीहरू अनि अलिकति मसला लाउँदैछु। अनि यसलाई एकछिन चलाइदिन्छु साथीहरू, मिक्स गरिदिन्छु। अनि यो मेरो ग्रेभी रेडी भयो साथीहरू। अब यता चाहिँ मैले फेरि मसरुम पकाउँदैछु साथीहरू। मसरुमलाई म अलग्गै फ्राई गर्दैछु। अनि यो मसरुमलाई तेलमा लगाएर म एकछिन चलाउँदैछु। यसमा हल्दी लगाएँ साथीहरू। हल्दी मजाले मसरुममा मिक्स हुने गरी राखेर अनि यहाँ ग्रेभी रेडी छ मेरो अघिको। अनि यहाँनिर यो मसरुमबाट चाहिँ एकछिन पानी आउने गरी पकाउने साथीहरू। यो पानी आएपछि सुक्छ, सुकेर यतिको ब्राउन हुने गरी यसलाई गोल्डन ब्राउन हुने गरी पकाउने साथीहरू। मसरुम यतिको भइसकेपछि यो अघिको ग्रेभीलाई गरम गर्ने, गरम गरिसकेपछि यसको माथिबाट त्यो मसरुम फ्राई गरेको मसरुम लगाइदिने साथीहरू। अनि त्यो मसरुम लगाइदिसकेपछि यसलाई मजाले चलाएर मिक्स गरिदिनुपर्छ साथीहरू। अनि मैले चाहिँ मिक्स गरिसकेँ साथीहरू। अनि यसमा चाहिँ मैले अलिकति राम्रो देखिनुको लागि हरियो बडकौली पनि फ्राई गरेर मिक्स गर्दैछु साथीहरू। अनि यसलाई मैले मिक्स गरिसकेँ साथीहरू। अनि यहाँनिर हरियो धनिया लास्टमा लाउँदैछु काटेर। अनि यसमा म सर्भ गर्दैछु प्लेटमा साथीहरू। यो मेरो मसरुमको सब्जी बनिसकेको छ। हजुरहरू पनि यसरी नै मसरुमको सब्जी घरमा बनाएर खानुस् होला। मिठो टेस्टी हुनेछ साथीहरू। बाई बाई। आजलाई यति नै। मेरो भिडियो लाइक अनि सब्सक्राइब गरिदिनुस् होला साथीहरू। बाई बाई नमस्ते। फेरि अर्को भिडियोमा भेटौँला साथीहरू। आजलाई यति नै। धन्यवाद।